हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आजको भिडियो चाहिँ के छ भन्ने चाहिँ यहाँ तपाईँले भिडियोमा हेर्नुहोस् होला। आज चाहिँ हामी चाहिँ गाउँ डुल्ने भने नि त नानाहरू नुहाउनु भएको थियो। अन्त हामी चाहिँ यहाँ माथि जाँदैछ मिलगेरी टिप्नु हो, छ कि छैन अन्त सुटमै जाँदैछ हामी सबैजना। अन्तखेरि यहाँ सबैजना हामी कतिजना 7जना थियो हामी। नानाहरू नुहाउनु भएको थियो, नानाको नानीहरू छ। हामी उकालो जाँदैछ, जङ्गल जाँदैछ उकालो। त्यसपछि हामी यहाँ खोलामा आइपुग्यो हो। यो खोला चाहिँ अहिले एकदम सुकिरहेको छ, बर्खामा मात्रै ठुलो हुन्छ। अन्त त्यसपछि हामी यहाँ माथि पुग्यो। यहाँ माथि चाहिँ आज फलिरहेको रहेछ हो, तर क्यामेरामा चाहिँ देखेको छैन। बिनबिराको उयो पनि फुलिरहेको रहेछ फुल। त्यसपछि यहाँनिर चाहिँ आरुचाको चिल्ला लागिरहेको रहेछ। अन्त हामी चाहिँ यहाँनिर हिस्से टिप्न आएको, तर छैन रहेछ, डल्लै झरेको कि के हो के पनि थिएन हो। यहाँ गरन्डल नै फलिरहेको थियो। त्यसपछि यहाँ घरमा चाहिँ मान्छेहरू बस्दैन हो, त्यति मात्रै टिपेर चाहिँ यस्तो छ भन्दै देखाउँदै थिएँ। अन्त यहाँनिर चाहिँ डेलियाको बिउ दिदीले टिप्दैछ नि त, अन्तखेरि रोप्ने भनेर चाहिँ लग्यो डेलियाको बिउ। त्यसपछि हामी यहीँ फर्क्यो, छैन त रहेछ अब त्यति मात्रै छ भनेर हामी फर्किँदैछौँ होला लु। यहाँदेखि यहाँ नानीलाई हेर्दै थियो। त्यसपछि चाहिँ हामी यो पल्लो गाउँ जाँदैछ हो। अन्त यिनीहरू सबैजना आउँदैछ, नानाहरू बहिनीहरू। अन्त यो ओह्रालो बाटो चाहिँ डरै लाग्दो थियो, बिस्तारै हिँड्दैछ। पल्लो गाउँ जाने बाटोमा थियो ओह्रालो जाने। अन्त यहाँ चाहिँ पत्करै थियो, चिप्लिन्छ भनेर चाहिँ बिस्तारै हिँड्दैछ नि त। त्यसपछि हामी पल्लो गाउँ पुग्नु आँट्यो सबैजना। अन्त बहिनीले यहाँनिर बाख्रा देख्छ, खाले घाँस खाँदैछ। त्यसपछि हामी फेरि तलनिर गयो, माछा देखेर खुसी भएर माछा रहेछ हो। त्यसपछि सिधै खोला जाने भने नि त। अन्त सिधै खोला गयो हामी सबैजना। अन्त आजको मौसम चाहिँ यस्तो दामी भइरहेको थियो, घाम लाग्ने हो। अन्त त्यसपछि चाहिँ हामी हिँडेको बाटो चाहिँ यही हो, अघि यो पानी नै हिँडेको अघि चाहिँ। त्यसपछि चाहिँ हामी जाँदैछ। यहाँनिर चाहिँ सिधा ढोकै थियो, तर पहिरो गएर चाहिँ नयाँ बनाएको छ, यस्तो पानी मात्रै जाने। अन्त यहाँनिर चाहिँ होइन तलनिर चाहिँ एउटा दुवा छ, हरिदुवा भन्ने। यहाँ माथिबाट चाहिँ देखेको छैन। यहाँ खोलाहरू सुकिरहेको छ अहिले, अब एकदम बर्खामा मात्रै बस्छ सबै खोलाहरू। यहाँबाट झर्नाहरू छ। हरिदुवा भन्ने चाहिँ उयो तल यही हो। लाग्दैछ यो चाहिँ गहिरो, हामी पौडी खानु सक्दैन हामी चाहिँ। त्यसपछि हामी यता जाँदैछौँ, खोलाबाट नै पुग्न आँटेको छ। यहाँबाट चाहिँ झर्ना एकदम दामी हुन्छ। यो चाहिँ बर्खाकै टाइममा मात्रै हुन्छ, रेनी सिजनमा यहाँ झर्ना दामी हुन्छ हो। अहिले चाहिँ सुकिरहेको रहेछ। त्यसपछि हामी पुग्न आँट्यो खोला। यहाँनिर मान्छेले पिकनिक पनि खेल्छ हो। झर्ना आउने चाहिँ अहिले चाहिँ खोलाहरू एकदम सुकिरहेको छ। रेनी सिजनमा चाहिँ दामी हुन्छ यहाँनिर। चाहिँ आइपुग्यो पानीहरू चाहिँ दामी देख्छ यहाँबाट हो। ग्यास एकदम
हामी चाहिँ लोकेसनमा आइपुग्यो यहाँ माथि चाहिँ भोकटे सेयर हुन्छ यहाँ यहाँ चाहिँ पहिला शिवलिङ्ग थियो अरे कि त्यो शिवलिङ्ग उडेर गएको घन्टाको माछाको बच्चा यस्तो छ खोला हो तपाईँलाई अझै देखाउँछु फोटो यहाँ सबैजना पानी खेलाइरहेको छ हो म मात्रै यहाँ बसिरहेको आयो हामी चाहिँ अब खोलाबाट फर्केको हो अन्तखेरि सबैजना पानी खेलायो नाना अङ्कल हिँड्दैछ छिटो आइज यस्तो भइरहेको छ दिन घाम लाग्यो यहाँको झर्ना चाहिँ दामी हुन्छ कस्तो भयो दिन तिम्रो हो वास डे आजको भ्लग चाहिँ यतिमै सक्यो हो अन्तखेरि अब के हो कसो हो हेर्दै जानुहोस् होला मेरो भिडियोलाई लाइक सेयर गरिदिनुहोस् होला सब्सक्राइब कमेन्ट पनि गरिदिनुहोस् होला बाई बाई